फाइनली साथीहरू म चाहिँ आइसकेँ। यो चाहिँ रचनाको त्यो बाख्राको पाटा हुन् अनि त्यो भर्खरै त्यत्नै थिए मलाई दिएर भागी भिड्यो। त्यही हो। टन तर चाहिँ नुहाएर बसिरहेछ। त कहाँ गयो? म त यसो घर टुर हान्छु। अबाई नमस्ते। मसित लजाएर तँ भन। यही हो रचना। म चाहिँ आएँ अब फाइनली। अब हामी चाहिँ यहाँ आयौँ। अब हामी उता जान्छौँ। ठुलो मम्मी कहाँ जान? चाहिँ रचना हुन्। के भयो? काँडाले गोबो के रुक हट। त मोरिसको अब त गइस ए किम्रो मोरिस त ल खैस झन्नले हातै चट्टै पार्दै कि खोला हो। ओए खोला हो। म त गएँ भाइ फेरि। तर चाहिँ बाउलाई जान अहिले मारिने साथीहरू। यहाँबाट चाहिँ के अरे एयरपोर्ट हो नि त। एयरपोर्टदेखि रहेछ हेरमै त्यहाँ प्लेन पनि उड्न लागेछ। यो चाहिँ एयरपोर्ट हो। अब प्लेन उड्छ हेर्नु है एकछिनमा। फाइनली एयरपोर्टमा प्लेन पनि उड्न ला साथीहरू। यहाँ हेर्नु है उडो 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 उडो। फाइनली अर्घामा चाहिँ अर्घाको एयरपोर्टमा चाहिँ प्लेन उड्दैछ। उडो 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 उडो। अब चाहिँ हामी कहाँ जान्ला हाम्रो रचना? ता पर जानला जस्तो गर नि गर मलाई के भएर। थ्री एक्समा जुम गर र भिडियो गराऊ। बेलुती साह्रो छ प्लेन। प्लेन उडो प्लेन। यहाँ धेरै प्लेन छन्। अरू खाँचीमा एउटा प्लेन नउडे पनि चिउरा माटीमा चाहिँ प्लेन उडेको उडे हन्। मैले आज एयरपोर्टमा प्लेन गुडेको हेर्छु भन्ने सोचेको थिएँ। उहाँ चाहिँ पाइलट आउँदै हुनुहुन्छ टिकटकको टी सर्ट लाएर। ल है त साथीहरू अब हेरौँ हामी के गर्छौँ। लेट्स सी है त। हामी चाहिँ किमटाको चौर आइसकेका छौँ। देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ सिन देखिन्छ राम्रो। तर अहिले चाहिँ उता बादल लागिसकेर खासै देखेको छैन। यो चाहिँ झेस्केको एरिया हो। यो साइड ढिकुरा चौतारातिरको एरिया हो। चौतारा बतासे। अनि यो चाहिँ पेयाले भन्छौँ हामीले। यहाँ जो यो यतापट्टिको घर चाहिँ मेरो साथीको घर हो। अनि यता चाहिँ हाम्रो माहल सुरसिङ हो यतातिर।
यो चाहिँ यता चाहिँ जङ्गल छ, यता चाहिँ बाटो छ, यता चाहिँ यो चाहिँ यहाँ चाहिँ हामी पहिला घरबाजी खेल्दै बस्थ्यौँ। कति कति धेरै आउँथ्यौँ यता हामी। अनि यहाँ चाहिँ केटाकेटी घुसुरी खेलेछन् र यस्तो बनाखानसम्मै। के हो कि मलाई ठ्याक्कै त्यो गीतको नामै याद आयो। खोलामा बनाएको त्यो केकले अनि अरू हान्नु न हामी चाहिँ ऊ त्यहाँदेखि आएको, अहिले चाहिँ नबिनाको घरतिर यताबाट आएको। चाहिँ नबिना ल ऊ त्यो गाडीले चाहिँ हेर्दै हेर्दै गयो, कता गयो कता पुग्यो ती ऊ त्यहाँनिर रोकेर हेरेको थियो। साथीहरू अहिले चाहिँ हामी माथि जान लागेको छौँ। आजको भ्लगर चाहिँ रचना गैरे हुनुहुन्छ र उनीहरूले चाहिँ भिडियो बनाउन जाँदैछन्, म नि पछि पछि लाएर जाँदैछु। सल्लाह धुपैले रचनाको माया पलायो, एकहोरो माया बुन्दै गए। बोल्नेको मुख थुन्दै गए। अब चाहिँ यही हो साथीहरू, उताबाट देखिने ऊ पनि राम्रै देखिन्छ, सिन पनि। यहाँ चाहिँ बाइक आउँदैछ, म चाहिँ हेलो भन्छु, हेलो। हेरे नन हेलो भन्थे, सुस्तरी भनेर होला, बेक्सरी भनेको भए त सुन्थ्यो होला पनि। साथीहरू अहिले चाहिँ हामी यही नै छौँ, रात पर्न लागिसक्यो, घाम पनि अस्ताइसक्यो र उहाँहरू चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ। अनि उहाँले चाहिँ मेरो भिडियो पनि गराइसक्नु भएको छ। अनि उहाँ चाहिँ जिप हामी चाहिँ त्यो जिप रोकाएर जान पनि सक्छौँ साथीहरू। ओए रचना त्यो जिप रोकाएर जाने हो र, ठाटेका चौर जाने जा, ठाटेका चौर होइन र, ठाटेका चौर अनि कहाँ त यस्तो जिप आहा त्यहाँ। म चाहिँ त्यो जिपलाई हेर्दैछु, कुर्दैछु म तिम्रो बाटो च्यातिएको चोलिसेर, आउने बेला खबर गर एयरपोर्टमा होइन बाटोमा आउँछु बुल्लो झोला लिएर। टिकटक बनाउनु देखाउनु त माथि, म त गराउन जिप आओ। पहिला पहिला यस्तै डाँडा खाँडामा गाडी आउँदाखेरि बस्थेँ, म नि त्यस्तै गरेर बस्छु होइन। अनि गाडीहरू आउँदाखेरि के हुन्छ नि, तलैसम्म जान्थेँ नि त, अनि तलसम्म जान्थेँ। उहाँ चाहिँ यस्तै नाच्दै हुनुहुन्छ।
तिनीहरू गति उर्ला को हो त्यसो गर्ने रे थाम काकी रचना हो रोक्याउ न कस्तो मलाई के थाहा काँटा हराउँथी यता एउटा फर्क्यौ रचना साथीहरू अहिले चाहिँ यस्तो अँध्यारो भयो हामी डुल्दा डुल्दा ए के करा हाम्रो ओए के भन्छन् भनेर सुनेको त ल साथीहरू म चाहिँ घर भिडियो